सेवारो एभ्रिवान इट्स मी अस्मित लिम्बू तपाईहरुको माझमा आज फेरि नयाँ मुकबाङ भिडियो लिएर आइसकेको छु र तपाईले देख्नु भएको छ आज हामीसँग नयाँ गेस्ट हुनुहुन्छ र उहाँको नाम चाहिँ तिम्रो नाम भन्देऊ न भाइ मेरो नाम सुशान्त पुरी अनि आज भेना फर यु हाम्रो भेना र म मुकबाङ च्यालेन्ज गर्न गइरहेको छौं च्यालेन्ज चाहिँ के भन्नु मुकबाङ गर्न गइरहेको छौं आज चाहिँ हामीसँग के छ भन्दाखेरि हामीसँग नुडल्स छ यो नुडल्स चाहिँ रामेन नुडल्स हैन है कति रामेन खानु के रामेन खादा वक्कै भएर अनि हामीले चाहिँ अर्कै डायनामाइट नुडल्स ल्याएको यो डायनामाइट चाहिँ मेरो फर्स्ट टाइम हो है ट्राई गर्दैछु म फर्स्ट टाइम अनि हामीसँग चाहिँ होल चिकन दुईटा होल चिकन छ अनि यहाँ साइडमा फ्राइड छ ल भाइ सुरु गर्दिउँ है त ल भेना सुरु गर्नु मलाई चाहिँ यो नुडल्स चाहिँ सुरु गर्न मन लाग्यो ल हल्का हाम्रो खाना चाहिँ चिसो भइसकेको छ क्या ल गाइस खाए ल मिठो छ त मिठो अनि पिरो रहेछ है लास्ट पिरो रहेछ पिरो चाहिँ तर अर्कै नि यसको टेस्ट चाहिँ अर्कै नि क्यामेरामा देख्दैन हौ भाइ त्यत्रो माथिबाट हामी चाहिँ मायाले पुरी भाइ भन्छौँ है अनि तपाईहरुले देख्दै हुन्छ होला यहाँ एउटा अलि कालो कालो एउटा सेतो सेतो टु टाइप्स अफ यो चिकन ल्याएको क्या एउटा चाहिँ पुरै अलिकति कालो र एउटा चाहिँ सेतो कस्तो चाहिँ हुँदो रहेछ डिफरेन्स भनेर है भाइ अनि के भन न तिमी म त मजा आइरहेको भेना भेनाको भिडियो मात्रै हेरिरहेको के अब अझसँगै बसेर खाना खाउँदा पहिलाको भिडियोमा आएको थियो त एउटा होइन खाएको भिडियोमा ओके त्यो रामेन भन्दा चाहिँ धेरै मिठो हुँदो रहेछ यो तर हैन रामेन मिठो छ हो मलाई त रामेन यो भन्दा रामेन मिठो लाग्यो फ्राइज खाम यहाँ चाहिँ फ्राइज साँच्चै हाम्रो पुरी भाइले चाहिँ साइरीहरू ओभर दामी भन्छ क्या ओ सबै यता खस्यो ल भाइ चिकन हान्ने अब ल पहिला कुन हान्ने सेतो हान्ने कि अलिक कालो कालो हान्ने पहिला यो वाला हान्नु होला कालो वाला कालो ल 2 होल चिकन ल हान्दिउँ न त भाइ यस्तो उठाइदिउँ अनि ल गाइस ल कस्तो लाग्यो भाइ दामी
मलाई यसको छाला छाला खतरा मिठो लाग्छ के तिमीलाई पनि छाला मिठो लाग्छ मलाई पनि छाला ओभर मिठो लाग्छ यार तर कति मान्छे हुन्छ नि त छाला नमन पराउने हैन छाला त मेरो ओभर बेस्ट हो यार फेभरेट खो भाइ के खान्छौ खाँदै भएन तिम्रो बारेमा पनि हल्का के भन किन हाँस्छु के चिज भाइको बर्थडेमा के कहानी भाइको बर्थडे कहानी घर कसरी पुग्यो त्यो दिन हाल्यो खतै सेलिब्रेट भएछ बर्थडे भाइ त्यो क्लिप हालिदिन्छु नि अलिकति हुँदैन त्यो क्लिप नआएर मलाई बेला अलिकति मात्र हुन्छ हुन्छ कस्तो चाहिँ छ म हेर्छु पहिला हुन्छ भनिसक्यो म त हालिदिन्छु पहिला हेर्नु पर्यो नि बेला अनि भाइ हुन्छ तिमी यो क्यानाडा चाहिँ कसरी आइपुग्यो म चाहिँ स्टुडेन्ट आएको यहाँ क्यानाडामा चाहिँ अनि मेरो सकिन लाग्यो कलेज पनि पढाइ पनि कति भयो यहाँको 2 वर्ष हुन लाग्यो अब अलमोस्ट तर वाइ क्यानाडा भाइ क्यानाडामा यहाँ चाहिँ एकदम लामो ठुलो कहानी छ अब जाने उद्देश्य त अन्त्यै थियो कतातिर अस्ट्रेलिया थियो त्यस्तै त्यस्तै भयो अनि कस्तो त्यस्तो भन्नाले यस्तो भयो अब सुरुमा अस्ट्रेलिया एप्लाई गर्न लाग्यो त्यतिखेर चाहिँ ठ्याक्क अब धेरै रिजेक्सनहरू आयो अस्ट्रेलियाको अनि पछि त्यतिकै बसिरहेको थिएँ म यतिकै केही नगरिकन अनि लास्टमा अब क्यानाडा जानु त सबैजना क्यानाडा गइरह भनेर अनि क्यानाडातिर आएको के अरे तिम्रो साथीहरू कोही छ क्यानाडामा छ नि उनी धेरै साथीहरू छ मेरो क्यानाडामा यहाँ चाहिँ नभए यही ठाउँमा चाहिँ त्यति साह्रो छैन मसँग पढेको साथी चाहिँ हामी सँगै बस्छौँ अहिले अरूहरू चाहिँ एउटा टोरन्टोतिर ब्र्याम्पटनतिर मिसिसागा लन्डन धेरै ठाउँमा छ तर हामीसँग पढेको हाम्रो ब्याचकोहरू धेरैजना आयो नि क्यानाडा यहाँ हो र कहिले आएको तिमी यहाँ कुन इयर 23 मा आएको सेप्टेम्बरमा 2023 मा आएको अस्ति भर्खरै आए जस्तो लाग्छ 2 वर्ष हुन लागिसक्यो अब कलेज पनि सकियो के अब कलेज सकिएपछि भन्दा अब आनन्द छ कलेज सकेपछिको प्लान के छ भाइ कलेज सकेपछि अब अहिले त त्यस्तो साह्रो प्लान सोचेको छैन बिस्तारै अब हेर्दैछौँ के हुन्छ काम गर्नु पर्यो अब काम गरे छैन अहिले खासै यो त पोडकास्ट जस्तो पो भयो त त नि भाइ हजुर तिम्रो केटी छ कि छैन छैन मेरो गर्लफ्रेन्ड भन्नुभएको छैन मैले एकदम फोकस छु पढाइमा गर्लफ्रेन्ड छैन साँच्चै हो साँच्चै हो छैन मैले त भनिहाल्थेँ नि मैले
हाम्रो पुरी भाइ सिङ्गल रहेछ कोही मिङ्गल हुनु चाहनुहुन्छ भने पुरी भाइलाई कन्ट्याक्ट गर्नु होला भाइको इन्स्टाग्राम म डिस्क्रिप्सन बक्समा राखिदिन्छु हुन्छ नि हैन भाइ दुःख मिङ्गल हुनु रेडी छौ कि छैनौ काइन्ड अफ भनौँ न अब ल अब सेतो चिकन पनि छ नि ओ यो छाना खाइदिइहाल्छु ल खाना ल भाइ अब सेतो चिकनको पालो बिहानलाई चाहिँ कस्तो लागिरहेको थियो नि बिहान म भिडियोहरू बनाउनु थालेबाट मलाई राम्रै छ यो राम्रै भइरहेछ अहिलेसम्म पहिलाको भन्दा केही चेन्जेसहरू केही यताउति अब पहिला थोरै भ्युज आउँछ भने अहिले अलिकति धेरै भ्युज आउन थालेछ राम्रो लागिरहेछ नभए अलिक चाँडो पनि हाल्नु मलाई है भिडियो पनि लामो हुन्छ होला अनि भाइ मैले तिमीलाई आज बनाउनुको मेन उद्देश्य के हो थाहा छ उद्देश्य मैले कमेन्ट गरेँ त्यो स्पाइसी नुडल्स त्यो होइन एउटा ट्विस्ट छ के ट्विस्ट हो भएन म अहिले भन्छु भेनाको ट्विस्ट फेरि डरको लागि थाल्यो हेर्दै गर्नु होला है त्यो ट्विस्ट चाहिँ के हो भनेर यो छाती चाहिँ खानु गाह्रो हुने है गन्ने क्या है घाँटीमा मलाई त्यसमा त्यो छाती पनि मन पर्दैन है मन पर्दैन खुट्टा विङ्सहरू चाहिँ मिठो हुन्छ लेग पिसहरू छाती चाहिँ अलिक गाह्रै पर्छ खाना अनुसा त्यो ट्विस्ट ल्याइदेऊ न त एकचोटि प्लिज के ट्विस्ट हो डरको लागि थाल्यो तिमीलाई आज बोलाउनु चाहिँ मेन उद्देश्य खासमा पुरी भाइले चाहिँ अस्तिदेखि नै होइन भेना स्पाइसी नुडल्स खानु पर्यो भनेपछि त आफ्नो टलरेन्स स्पाइसीको त टलरेन्स आफ्नो पनि त कठै हुनु पर्यो नि त अनि ल भाइलाई पनि बिचरा मुकबाङमा बोलाउनु त मन थियो अस्तिदेखि तर यो चिकन मात्रै के खुवाउनु चिकन सँगसँगै यो पनि खुवाइदिउँ न त भनेर हो है यस्तो छ है अनि भाइ हजुर यो चपाइसकेपछि निलेपछि 5 मिनटसम्म यो पानी सानी केही खानु 5 मिनटसम्म च्यालेन्ज हो यो 5 मिनट टाइमर पनि सेट गर्नु पनि यहाँ देखाउनु पर्छ ओइ 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 यस्तो छ ल भाइ आधा आधा त खाँदैन ल आधा एकछिन यहाँ आधा भात छु ओइ ल म यो खान्छु तिमी यो एकछिन पक्र एकछिन सुन्दै क्या खुर्सानीको त्यो तिखो होला एकछिन ल भाइ त्यो टिप ल 5 मिनटसम्म है भाइ ल एकछिन अनि चपाइसकेपछि निल्यो अनि त्यसपछि टाइमर अन हुन्छ है 3 2 1 गो ल 3 अब टाइमर स्टार्ट हुन्छ है 3 2 1 गो पिरो भयो नि क्या तपाईँलाई पोल्न थालिसक्यो मलाई त गीत हानिरहेको छ यार बिस्तारै
के हो तातो तातो हुँदै जान्छ त जिब्रो त हिट हारे यार त्यो बेकारमा चाटेको यार पिरो भयो कस्तो खालको पिरो हो यो यो पनि खाइदेऊ अलि भयो भयो नानी म त खाइदेऊ न मर्छ खायो भने त ल तिमी म यो खान्छु तिमी त्यो खाऊ ल ल तर जिब्रामा मात्रै हिट हान्ने रहेछ भने यो अर्को एउटा लियो यो दाना लियो अब छोटोको ओ त्यस्तो मैले सोचेको जस्तो त्यस्तो पिरो चाहिँ रहेन रहेछ यो अर्कै खालको पिरो रहेछ जिउरो मात्रै मैले यो सोचेको जस्तो पिरो चाहिँ रहेन रहेछ पिरो चाहिँ पिरो है अति पिरो रहेछ मेरो त घट्दै गयो यार पिरो अब म चाहिँ जिउरो पोलेर आएन अझै हो जिब्रो चाहिँ हल्का पोल्यो अझै पनि पोलिरहेको छ ल म छाडिदिन्छु यो कति भयो टाइमर चाहिँ त्यस्तो जिब्रोमा त पोल्यो यार अरू केही भएन त्यो एक्सट्रिम लेभलको त होइन तर पिरो मेरो लागि त लास्ट पिरो हो सोचेको जस्तो पिरो चाहिँ भएन क्या मलाई स्टार्टिङमा चाहिँ हल्का पिरो भयो अब त पिरो छैन कस्तो पिरो भएन भेनामा त अझै पोलिरहेको छ स्पाइसीको सस पनि यो जोलो हामी नेपालीको लागि काम छैन रहेछ हो त्यो त त्यस्तो साह्रो एक्सट्रिम त छैन जोलोले यो यति जिब्रोमा त गर्ने रहेछ स्वाद भयो यार जोलो चाहिँ मुखको डाडी डाडी मात्रै पसिना कस्तो आएको मेरै हो यो हातमा नि लागेको रहेछ 5 मिनट होइन यो जोलो चिप त म 20 मिनटै थामिदिन्छु सस पनि अझै यो नुडल्सको सस पनि भेनालाई 2-3टा खुलाउनु पर्ने रहेछ यो नेपालीको लागि होइन रहेछ त्यो पसिना त हल्का हल्का आउँछ होइन हल्का पिरो त पिरो चाहिँ छ तर एक्सट्रिम लेभलको पिरो चाहिँ छैन मैले सोचेको जस्तो पिरो चाहिँ भएन यार भाइ त्यस्तो मैले नि वाइल्ड जरे त्यो आधी खाएर नि हुन्छ मसला चाट्नु न यहाँ राख्नु ए छैन लु यहीँबाट लु भाइ लु हाल लु है एकछिन 5 मिनट कति पनि सकेछ ल ए खोइ देखाउ त तिम्रो यत्रो छ एकछिन मजाले अलिक अगाडि गर ल ल ए हात देखाउ न फेरि अब पोल्छ अब चाहिँ ओइ मैले त
डरै लिए क्या है घाँटीधरि पोल्यो भने त घाँटी चाहिँ होइन जिब्रै मात्र पोल्यो अहिले एकछिन फेरि ठिक हुन्छ तर तर त्यस्तो साह्रो एक्सिम पनि छैन त्यस्तो खप्न चाहिँ हामी नेपालीहरूको लागि जोलो चिप्स चाहिँ होइन रहेछ सो गाइस स्पाइसी नुडल्स पनि खायो होल चिकन पनि खायो जोलो चिप पनि खाइयो जोलो चिप पनि खायो तर होल चिकन चाहिँ हामीले खान सकेनौँ है अनि भाइ हजुर बेटा केही भनिदेऊ न त सबैजनालाई लाइक सेयर एन्ड सब्सक्राइब प्लिज हाम्रो भेनालाई सपोर्ट गरिदिनु होला अनि धेरै धेरै माया चाहिँ कुन धेरै माया सो किप लभिङ अरू के भन्छौ अरू के भनौँ अब ओइ हिटान्यो पुग्यो के भन्छौ त्यस्तो साह्रो एक्सट्रिम चाहिँ थिएन जोलो चिप अब अर्कोचोटिकोमा चाहिँ अब अलि योभन्दा नि एक्सट्रिम अलिकति वाइल्ड पिरो चाहिँ खानुपर्छ चिप्स त्यो अब यति त ठिकै भयो यति चाहिँ अब नर्मल टोलरेन्स हो यो चाहिँ अब यति सक्छ अब योभन्दा पनि एक्सट्रिम ल्याउँछु म है ल त्यसको लागि चाहिँ तपाईँहरूले सपोर्ट गरिदिनु पर्यो सब्सक्राइब गर्दै गर्नु लाइक कमेन्ट गरिदिनु कस्तो लाग्यो भिडियो and always like share and subscribe and that's Bena for you. Bye.